यहाँ एकदमै इम्पोर्टेन्ट चिज हामीले बुझ्नुपर्ने चिज मलाई डिस्कस गर्नु मन लाग्यो। यहाँ हेर्नुहोस् है, यहाँ हामीले हेऱ्यो भने यसको झुम गरेर हेर्दा के देख्दैछु म भने, पर्खिनुहोस् है, यहाँनिर यो एरिया हेर्नुहोस्, यो चाइनाको एरिया हो, यो सिक्किम, यो भुटान भयो। यहाँनिर एउटा एकदमै इम्पोर्टेन्ट चिज के यो लाइन हेर्नुहोस्, यो चाहिँ तपाईँको हाम्रो यो ओरिजिनल इन्टरनेसनल बाउन्डरी हो नेपाल सरी भुटान र चाइनाको। तर यो पोसिबली यो लास्ट 10-12 वर्षमा चाइनाले इन्ग्रेस गरेर यो, त्यस कारण हाम्रो डोकलाम स्ट्यान्डअप पनि भएको थियो 2017 तिर। अहिले यो चाहिँ तपाईँको मलाई लाग्छ नयाँ चाइनिज र यो भुटान र चाइनाको बोर्डर, यो एरिया चाहिँ मोरलेस चाइनाले भुटानकोबाट लगिसक्यो। यो झन्डै तपाईँको 1500 देखि 2000 स्क्वायर किलोमिटरको एरिया, गान्तोक सब डिभिजन जत्रै एरिया चाहिँ यस्तो प्रकारले चाइनाले चाहिँ बिस्तारी उँधो इन्ग्रेस गर्दैछ। यही चाहिँ भारतलाई पनि धेरै डर छ र हामी बात गरिबस्छु यो एरियाको। र तपाईँले यहाँबाट यसरी हामीले अझ जुम आउट गरेर हेर्दा यहाँ मुनि यहाँबाट आउँदा यो एरिया अहिले फेरि यो वेस्टर्न नर्थ वेस्टर्न यो हिजो अस्तिको इन्डिया र चाइनाको सरी पाकिस्तानको झगडाको बादमा यो हिजो जुन चाहिँ सिज फायर हामीले हिजो अस्तिको दिन सिज फायर गऱ्यौँ, त्यस पछाडि फेरि यो एरिया न्युजमा आज छ, जहाँ चाहिँ हामीले यसको प्रोटेक्सन यसको सेक्युरिटी अपग्रेडेसनको बात गर्दैछौँ। यो एरिया चाहिँ एकदमै सेन्सिटिभ हाम्रो लागि। यसलाई हामी सिलिगुडी करिडोर अथवा चिकन स्नेक पनि भन्छौँ। अब यतापट्टि हेऱ्यो भने यो त हाम्रो नेपाल भयो, यो बङ्गलादेश, यो एरिया बङ्गलादेश भयो है। अन्त यो यसको डिस्टेन्स चाहिँ एकदमै कम्ती छ, 20 देखि लिएर 22 किलोमिटर मात्रै छ। र यो डिस्टेन्स चाहिँ झन्डै 50 देखि 60 किलोमिटर छ। र यो एरिया चाहिँ धेरै सेन्सिटिभ एरिया हो हामी सबैको लागि। यसले हाम्रो सिक्किम र दार्जिलिङ डुवर्सलाई मात्रै नजोडेर पुरा यो नर्थ इस्ट इन्डियालाई नै जोड्छ। र यसलाई यो चाहिँ लाइफ लाइनै हो यो एरिया चाहिँ हाम्रो लागि। र यो एरिया धेरै सालदेखि डिबेटमा छ, डिस्कसनमा छ, तर खासै हामीले काम केही गर्न सकेको छैनौँ। यहाँनिर यसको म्यापिङ भएको छैन, यसको एक्ज्याक्ट एरिया कति छ त्यो पनि हामीलाई थाहा छैन। खालि भेगली माथि माथि बात हुन्छ, मिलिट्री डिबेटमा र एकाडेमिक डिबेटतिर बात हुन्छ, तर यो एरियाको जियोग्राफिकल एरिया हामीले क्यालकुलेट गर्नुपर्छ। र यो एरियाको डेमोग्राफिक कस्तो छ, लास्ट 50 सालमा यहाँको डेमोग्राफिक सिफ्ट कस्तो प्रकारले भएको छ त्यो हामीले हेर्नुपर्छ। त्यस पछाडि मात्रै हामीले यसको सुरक्षाको विषयमा र एन्टायर यो रिजनको सुरक्षाको विषयमा हामी बात गर्न सक्छौँ। र यो ग्राउन्ड वर्क चाहिँ जबसम्म हामीले गर्दैनौँ, यहाँको कम्प्लेक्स जियोपोलिटिकल रियालिटी हामीले एसेस गर्दैनौँ, मलाई लाग्दैन कि हामीले यहाँ खासै काम गर्न सक्छौँ। र त्योपट्टि चाहिँ मलाई जानुपर्छ जस्तो लाग्छ। र म धेरै प्लान पनि गरी हिँड्छु साथीहरूसँग र मेरो स्टुडेन्ट्सहरूसँग कि यो एरियालाई हामीले म्याप गर्नुपर्छ, यहाँको एरिया हामीले प्रपरली मेजर गरेर यहाँको डेमोग्राफिक कम्पोजिसन हेर्नुपर्छ र डेमोग्राफिक सिफ्ट कस्तो प्रकारले भएको छ। र यहाँबाट यो एरिया फेरि तपाईँको अहिलेको मात्रै होइन, यो हिस्टोरिकल्ली पनि यो करिडोर युज हुन्थ्यो, तर त्यति बेला त्यस्तो सेन्सिटिभ थिएन। अहिले गएर चाहिँ यो सेन्सिटिभ, स्पेसल्ली बङ्गलादेश क्रिएट भइकन चाहिँ यो एरिया धेरै धेरै सेन्सिटिभ भएको र यसलाई चाहिँ हामीले खेलाइँचीमा चाहिँ लिनु हुँदैन। एकदमै सेन्सिटिभ र हाम्रो लागि इम्पोर्टेन्ट एरिया हो।